चाहिँ के अरे दुईटा बाटो हुन्छ नि, हामीले एउटा मात्रै देखिरहेछौँ नि त, अर्को के हो नथाहा पाएर मैले बोल्नु मिल्दैन। यो विषयमा पहिला उहाँको स्पष्टीकरण आओस्, त्यसपछि हामीले भन्ने हो। विषयमा आवाज उठाइ पनि हाल्नुहुन्छ र अर्को कुरा चाहिँ कर्णालीको विकासको निम्ति भनेर हामीले मन्त्रीज्यूसँग र प्रधानमन्त्रीज्यूहरूसँग एक्सेस नपाउने भन्ने हुँदैन। त्यहाँसम्म हामीले आफ्नो दिनुपर्ने कुराहरू चाहिँ कर्णालीको बाटोको विषयमा होस्, हासमार्गको विषयमा होस्, खानेपानी, स्वास्थ्य, जेसुकै पनि विषयमा होस्, यसमा चाहिँ म मात्रै होइन कि साबिकको कर्णाली अथवा यो कर्णाली प्रदेशका सम्पूर्ण हारे पनि जिते पनि एउटा टिम हो। यो टिमले चाहिँ सधैँ त्यहाँको डेभलपमेन्ट, त्यहाँको विकासको विषयमा चाहिँ मन्त्रालयहरूतिर जाने काम चाहिँ हामी गरि नै राखेका छौँ। हिजो पनि गएका थियौँ, अस्ति पनि गएका छौँ, भोलि पनि जान्छौँ। तपाईँ पराजित भइसके पछाडि के गर्दै हुनुहुन्छ भन्ने चासो छ व्यापक। अहिले चाहिँ के गर्दै हुन्छ भनिदिनुहोस् अब जनतालाई। अहिले म पार्टीको काममा पनि छु, अब पार्टीको महाधिवेशन पनि आउँदैछ, त्यसको पार्टीको संगठनहरूमा पनि छु र सँगसँगै राजनीतिले हामीलाई पाल्दैन, हामीले आफ्नो पर्सनल कामहरू पनि गर्नुपर्ने हुन्छ र म फिल्म मेकिङमा भए मान्छे भएको हुनाले म फेरि ब्याक टु फिल्ममै कामहरू गर्नलाई चाहिँ अगाडि बढी पनि लाग्छ। यही भनेपछि तपाईँको पहिलोको पेसा पनि यसो सङ्घाल। हजुर, काम त गर्नु पर्यो, राजनीति गरेर के अरे पालिने त होइन नि त। अहिलेसम्म अब तपाईँको पार्टीको सरकार छ, कसरी काम गरिराखेको छ, तपाईँले कसरी निहाल्नु भएको छ? अहिलेसम्म पहिला 30-35 वर्षसम्म गर्न नसकेको काम अहिलेको सरकारले यो 21-22 दिनमा गरिराखेको छ। राम्रो छ, सिस्टममा गरिराखेको छ। तपाईँ यातायातमा जानुहोस्, मान्छे 2-3 महिना धाउनु पर्थ्यो, अहिले आधी घन्टामा काम भइराखेको छ। पासवर्डमा हेर्नुहोस्, त्यत्रो लामो लाइन हुन्थ्यो, त्यो छैन होइन। त्यो भएको बिचौलियाहरू घटेका छन्। सिंहदरबारमा योभन्दा पहिला जाँदाखेरि ठेकेदारहरूको मात्र लाइन हुन्थ्यो, भनेपछि योचोटि त छैन। भनेपछि योचोटि सरकारले चाहिँ जेन्युनली काम गरिराखेको छ। हामी जस्तो दूरदराजको चाहिँ कुरा सुनिने र काम हुने भएको चाहिँ छ। तपाईँले बिचौलियाका कुरा गरिरहँदाखेरि व्यापार व्यवसाय चलाएको कुरा आइरहेको छ बाहिर होइन, त्यसलाई चाहिँ कसो लिइरहनु भएको छ अहिले? यो पहिला सुदनजी उहाँले आफूले मन्त्रीज्यू उहाँले आफूले नबोलेर उहाँको विषयमा मैले बोल्ने भन्ने हुँदैन। उहाँसँग म बसेको पनि छैन, के हो भनेर मैले सोधेको पनि छैन होइन। त्यो भएको हुनाले हरेक कुराका दुईटा पाटाहरू छन्। एउटा चाहिँ के अरे दुईटा बाटो हुन्छ नि, हामीले एउटा मात्रै देखिरहेछौँ नि त, अर्को के हो नथाहा पाएर मैले बोल्नु मिल्दैन। यो विषयमा पहिला उहाँको स्पष्टीकरण आओस्, त्यसपछि हामीले भन्ने हो।